यो काँचो कटुस रहेछ। खै कसरी खोल्यो? लु खोल त एउटा अर्को अझै छ। स्टुडेन्टले यहाँनिर कटुस तास्दै रहेछ। यो बाहिरको त्यो काँडा जस्तो सुक्यो भने त आफै झर्छ। खै यता देखाउ त हातको कटुसहरू। यो तास यसको भित्र वाइट कलर वाइट हुन्छ होइन? केले फुटाएर खान्छ तिमीहरूले? दाँतले? ए यो चाहिँ अरू चाहिँ मान्छेहरूले चाहिँ अघि खाँदै बसिरहेको थियो। गुलियो गुलियो हुन्छ होइन काँचोमा त। यो सुकेर झर्दाखेरि पनि मिठै हुन्छ त। मिसाङमा यहाँतिर पनि छ त। यहाँतिर पनि अघि खोलेको हो कि यो खोलेको छैन त है? यो चाहिँ अघि खोलिकन खाइस। यो तास हो त। घोच चाहिँ काँडा रहेछ पुरा। ए थ्याङ्क यू। यो त ठुलो रहेछ। लु भयो अब। यहाँ चाहिँ कटुस कम त छैन रहेछ भुइँमा। बाटोमा स्टुडेन्ट तासेर खाँदै रहेछ। यो कटुस चाहिँ अलिक छिपेपछि चाहिँ आफै झर्दो रहेछ भाँचेर। आमामा बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ नानीहरूले चाहिँ यो कटुस तासेर खाँदै रहेछ। अन्त मैले धोएँ। त्यसपछि यो भित्र चाहिँ वाइट कलरको हुन्छ। खानु त पहिला पनि खाएको। लेट्स ट्राई। यस्तो खालको हुन्छ सेतो। यस्तो खालको सेतो हुन्छ। यो चाहिँ फ्याँक्नुपर्छ बोक्रा। कस्तो मजाको हुन्छ। यो चाहिँ कटुस हो। उसको टेस्ट चाहिँ कस्तो छ भन्नु? गुलियो गुलियो छ। गुलियो गुलियो छ यसको चाहिँ। अन्त अर्कै खालको टेस्ट छ।